बुढीलाई चट्ट इलेक्ट्रिक स्कुटी गिफ्ट दिने सोच्दै हुनुहुन्छ र आफूले पनि मौकामा चौका हान्ने सोच्दै हुनुहुन्छ भने यो भिडियो स्किप नगर्नु होला है। नमस्ते, तपाईहरु हेर्दै हुनुहुन्छ कस्तो छ मोटर्स कस्तो छ को नयाँ एपिसोड। आज हामीहरुसँग छ एथर रिजटा जेड। आउनुहोस् हेरौं फ्यामिली फोकस्ड इलेक्ट्रिक स्कुटी भनेर बजारमा ल्याइएको यो एथर रिजटा जेड कस्तो छ। सबैभन्दा पहिले हामीले यसको डिजाइनबाट सुरु गरौँ। रिजटालाई हेर्ने बित्तिकै यो स्कुटरको आफ्नो क्यारेक्टर बुझ्न सकिन्छ। एथरको 450 सिरिजको स्पोर्टी स्टाइलिङको सट्टामा यसले प्र्याक्टिकलिटी र सिम्प्लिसिटीमा बढी फोकस गरिएको देखिएको छ। वाइड बडी, लङ सिट र अपराइट राइडिङ पोस्चरले राइडर र पछाडि बस्ने दुवैजनालाई एकदम कम्फर्टेबल फिल गराउँछ। फ्ल्याट फ्लोर बोर्ड, 56 लिटरको अन्डर सिट स्टोरेजले गर्दाखेरि ग्रोसरिज आइटमहरू, डेली इसेन्सियल्सहरू र अफिस ब्यागहरू राख्नलाई एकदम सजिलो बनाउँछ। ओभरअल हेर्दा रिजटालाई डिजाइन देखाउन भन्दा पनि बढी दैनिक प्रयोगमा सजिलो बनाउनको लागि डिजाइन गरिएको देखिन्छ। अब परफर्मेन्सको कुरा गरौँ। पावर फिगर्स हेरेर मात्र स्कुटरको रियल एक्सपिरियन्स बुझिन्न। इम्पोर्टेन्ट कुरा भने स्कुटरले सिटी राइडिङ एक्सपिरियन्समा कस्तो परफर्मेन्स गर्छ भन्ने पनि हो। रिजटा जेडमा 4.3 किलोवाट पिक पावर जेनेरेट गर्ने इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ। सिग्नलबाट मुभ हुँदा एक्सिलरेसन एकदमै स्मुथ फिल हुन्छ, ट्राफिकमा पनि रेस्पोन्सिभ देखिन्छ र भाइब्रेसन फ्री राइडिङ एक्सपिरियन्सले एकदमै कम्फर्टेबल फिल बनाउँछ। यदि तपाईँ स्पोर्टी एक्सिलरेसन खोज्दै हुनुहुन्छ भने यो स्कुटर त्यो अडियन्सलाई टार्गेट गरेर बनाइएको होइन। इलेक्ट्रिक स्कुटरको कुरा हुँदा ब्याट्री र रेन्जको क्वेसन त आइहाल्छ। रिजटा जेडमा 3.7 किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ। कम्पनी अनुसार आइडिसी क्लेम्ड रेन्ज 159 किलोमिटर छ, तर रियल वर्ल्ड रेन्ज भने ट्राफिक कन्डिसन, रोड कन्डिसन, राइडरको वेटमा अनि राइडरको राइडिङ स्टाइलमा पनि फरक पर्छ। तपाईँ डेलीमा 20-30 किलोमिटर मात्र चलाउनुहुन्छ भने हरेक दिन चार्ज गरिरहन नपर्न सक्छ। कम्फर्टको कुरा गर्दा रिजटाले एकदम राम्रो एक्सपिरियन्स दिन्छ। वाइड सिट र रिल्याक्स राइडिङ पोजिसनले गर्दाखेरि राइडरलाई मात्र नभई पछाडि बस्ने मान्छेलाई पनि एकदम कम्फर्टेबल फिल हुन्छ। यसको सस्पेन्सन सेटअप सिटी राइडलाई ध्यानमा राखेर ट्युन गरेर बनाइएको जस्तो देखिन्छ। यसमा TFT टच स्क्रिन डिस्प्ले, गुगल म्याप्स, ब्लुटुथ कनेक्टिभिटी, OTA अपडेट्स र राइड स्ट्याटिस्टिक्स जस्ता कनेक्टेड फिचर्स अभाइलेबल छन्। गुगल म्याप्स स्कुटरकै डिस्प्लेमा देख्न मिल्ने भएकोले नेभिगेसनको लागि बारम्बार फोन हेरिरहनु पर्दैन। OTA अपडेट्सको माध्यमबाट सफ्टवेयर इम्प्रुभमेन्ट सर्भिस सेन्टर नगई पाउन सकिन्छ। त्यसैगरी म्याजिक ट्विस्ट, अटो होल्ड, इमर्जेन्सी स्टप सिग्नल र पल्स सेफ जस्ता फिचर्सले राइडिङ एक्सपिरियन्सलाई अझै कन्भिनियन्ट बनाउँछ। यदि तपाईँले यो इलेक्ट्रिक स्कुटर चलाइसक्नु भएको छ भने आफ्नो एक्सपिरियन्स कमेन्टमा सेयर गर्नु होला है। तपाईँको एउटा कमेन्टले यो स्कुटर किन्न खोज्नु भएको धेरैलाई सजिलो हुन सक्छ। यस्तै सवारी साधन सम्बन्धी भिडियोहरूका लागि कस्तो छ मोटर्सलाई फलो गर्न नबिर्सिनु होला है। हामी यस्तै सवारी साधनहरू कस्तो छ भनेर सोध्छौँ, खोज्छौँ अनि भन्छौँ।